अलिकति यहाँ सबैजनाले ध्यान दिनुहोला। यो भाइटीका दिदीले चेलीले माइतीलाई यसरी पुज्छन्। फर्स्टमा पहिलोचोटि पुज्दाखेरि नराम्रो नजरबाट बचाउनुको लागि माइतीलाई चेलीले पहिला त्यो कलशले चाहिँ यसरी छेक्छन्। पानी हुन्छ त्यो कलशमा, यसरी घोप्टेर चोल्दै उता यसरी घुमेर 3 पल्ट बाहिर लगेर चाहिँ त्यो पानी फ्याँक्ने गर्छन्। त्यसको बादमा त्यहाँनिर एउटा ओखर राखिएको छ। त्यो ओखर चाहिँ हाम्रो माइतीलाई नराम्रो नजर, माइतीलाई अब्स्टेकलहरूबाट हटाउनुको लागि त्यो ओखर त्यहाँ राखिएको छ। त्यो ओखरको पूजन पनि हुन्छ। अब त्यो ओखर बोकेर ल्याएर चाहिँ यहाँ दैलोको छेउमा त्यो ओखर राखिदिने आग्रह गर्दैछु म। हुन्छ, 3 पल्ट भयो भने कलश राखिदिनुहोस्। यति गरिसकेपछि त्यहाँनिर एउटा कन्टेनरमा तेल पनि राखिएको छ। त्यो तेलले पनि त्यसरी नै छेकिन्छ। जसरी कलशले छेकियो त्यसरी नै तेल र दुबो मुनिबाट निहुरेर चाहिँ भाइको पछाडि अलिक घोप्टेर नानी, बेन्ड डाउन अ बिट, डु लाइक द्याट। अलिकति घोप्टेर go, do like that 3 times, and you should go up to the door. यहाँनिर गएर चाहिँ बाहिर पनि त गर्नु पर्यो नि त, ओखरलाई पनि त गर्नु पर्यो। यसरी हामीले हाम्रो पछाडि बसेको नानीहरू पनि यो हेर्नु होला। पछाडि बसेको नानीहरूले यो हेर सबैजनाले।